दर्शकहरू नमस्कार। हामीहरू यति बेला यहाँ एउटा यो ऐतिहासिक पाकडी वृक्ष को नजिक आइपुगेका छौँ। यो रूपन्देही जिल्लाको देवदह नगरपालिकामा यहाँनिर रहेको छ। यहाँनिर देख्न सकिन्छ यो ऐतिहासिक पाकडी वृक्ष र यहाँनिर के भनिन्छ भन्दा यसलाई यो विशाल पाकडी वृक्ष यो चाहिँ बुद्धको समयदेखि नै चलेको भनेर चाहिँ यहाँ लेखिएको छ। र यहाँ बताइए अनुसार यो 82 फिट उचाइ, करिब 96 फिट र फ्रागिलोको रूपमा फैलिएको हाँगाबियाको परिधि 500 फिट रहेको छ। पाकडी वृक्षलाई शुभ र पवित्र मानिएको छ। यस वृक्षसँग सम्बन्धित आश्चर्यजनक रहेका केही अद्वितीय तथ्यहरू पुरातत्व विभागले गरेको सर्वेक्षण अनुसार विशाल पाकड वृक्ष शाक्य वंशको पालादेखि रहेको अनुमान गरिएको छ। प्राचीन कोलिया राज्यमा होम यज्ञ गर्नका लागि प्रयोग गरिएको पावन पाकडी वृक्षको उत्पत्ति भएको मानिएको छ। यो ठाउँ आफ्नी माता रानी मायादेवीको जन्मस्थलबाट निकै नजिक भएकोले भगवान गौतम बुद्धले यस वृक्षमुनि योग साधना गरेको हुन सक्ने दृढ विश्वासका साथ यस वृक्षलाई भगवान बुद्धसँग ऐतिहासिक सम्बन्ध रहेको बुझिन्छ। हिन्दू देवी देवतालाई झल्काउने वृक्षका भव्य एवं ठुला हाँगाहरू जरादेखि विभिन्न मूर्ति रूपी आकारहरूलाई स्थानीय बासिन्दाद्वारा पूजा गरिँदै आएको छ। यस वृक्षलाई हानि पुर्याउन खोजे केही अशुभ वा खतरा निम्तन सक्ने डरले यसलाई हानि हुनबाट जोगाइएको छ। गिद्ध, चिल, काग जस्ता चराहरूले वृक्ष कहिल्यै पनि गुड बनाउँदैनन्, न त विश्राम गर्छन्। हाँगाहरू जमिन सतहबाट निकै नजिक रहे तापनि हात्ती कहिल्यै पनि वृक्षको वरिपरि आउँदैन। वृक्षमा केही गोमन सर्पहरू, नागहरू बस्ने गरेको र वर्षौँदेखि यस वृक्षको रक्षा गर्दै आइरहेको विश्वास छ। पाकडी वृक्ष वर्षभरि सदाबहार रहन्छ र यसको नामबाट वरिपरिको क्षेत्र पाकडी गाउँ भनेर चिनिन्छ। यो रह्यो पाकडी वृक्ष र यहाँनिर मन्दिरको भग्नावशेष जस्तो देख्न सकिन्छ यहाँ मैले। र त्यस्तै यसरी हिँड्दै गर्दा यहाँनिर यो भागमा तलसम्म नै हाँगा रहेका छन् चारैतिर। र यहाँ यो वृक्षको मुख्य भाग यसरी यहाँनिर देख्न सकिन्छ। यहाँ इँटाहरू पनि थुपारिएको छ। यसरी हाम्रो नजिकसम्म हाँगाहरू छन् र यहाँ पानी विश्राम स्थल बनाइएको छ। यो अत्यन्तै शीतल स्थान र यहाँ देख्न सकिन्छ। यसरी यहाँनिर इँटाहरू पनि छन् र यो विशाल काग वृक्ष यसरी माथिदेखि तलसम्म अत्यन्तै शीतल। यो पौराणिक धार्मिक महत्त्वपूर्ण छ र यहाँनिर देख्न सकिन्छ चारैतिर यो बुद्धिस्ट धर्मावलम्बीहरूले प्रयोग गर्ने ध्वजाहरू टाँगिएको छ र यहाँनिर पूजा गर्ने स्थान बनाइएको छ। अहिले पनि देख्न सकिन्छ अगरबत्ती जलिरहेको र बत्ती बलिरहेको छ। यस्तो स्थानको संरक्षण हुनुपर्छ, पर्यटनमा विस्तार गर्नु र पुरातात्विक महत्त्वलाई संरक्षण गरिराख्नु हाम्रो पनि कर्तव्य हो। यसरी इतिहास बनेको यस वृक्षको संरक्षण होस् र पर्यटन प्रवर्धन होस् भन्ने हेतु छ।